हेलो गाइज, के छ हाल खबर? एकदमै सन्चै हुनुहुन्छ होला भन्ने चाहिँ आशा राखेको छु। सो म पनि एकदमै ठिकै छु। आज चाहिँ छु म छुम्जुतिर। सो म आज लिँदैछु ड्रोन सुट। अब मलाई खासै यो उडाएको अनुभव पनि छैन। सो म पहिलोपटक चाहिँ उडाउनवाला छु र यहाँ नियम अनुमति के छ, उडाउन मिल्छ मिल्दैन थाहा छैन। तर पनि मैले यस्तो यो अलिक खाली ठाउँ देखेर चाहिँ उडाउन मन लागिहाल्यो। किनेको चिज होइन, थम्काएर राखेर के काम, त्यसैले यो परेको लागि किनेको हो। ट्राई गरौँ कस्तो आउँछ होइन, त्यसको लागि मैले रेडी गर्दैछु। सो यो ड्रोन भयो DJI मिनी 4 प्रो र यो RC रिमोट छ। म ट्राई गर्दैछु कस्तो आउनेवाला छ। सो गाइज ल यो पनि रेडी गरेँ मैले। मिल्छ कि मिल्दैन मलाई केही पनि थाहा छैन, तर म ट्राई गर्दैछु। गाइज है कस्तो आउँदो रहेछ छुम्चुम सहर, हेरौँ न। मलाई यो केही पनि जानकारी छैन। सो यहाँ अनुमति लिनुपर्छ पर्दैन थाहा पनि छैन। सो क्यामेरा पनि देखिन्छ। यो जोनहरूमा चाहिँ कन्फर्म गर्नुपर्ने हुन्छ। सो यहाँ त्यति नियमहरू छैन। सो म चाहिँ यसलाई फ्लाइट गर्दैछु। टेक अफ। छ है। ल गाइज म रेडी गर्छु उडाउनलाई। 1 2 3। तिमी नै मेरो जीवन, तिमी नै मेरो यात्रा, यो मनको कथा तिम्रो छायामा। तिमी बिना हराउँछु म जताततै। तिमी नै सुरुवात, तिमी नै अन्त्य, तिमी नै मेरो संसार, तिमी नै मेरो सन्त्य। चन्द्रमा चाहिँ उज्यालो तिम्रो हाँसोको छन्, यो हावा पनि गुनगुनाउँछ तिम्रो नामको मिठास। सपना बनेर आउँछौ आँखा बन्द गर्दा। तिमीले छोडेको गन्ध सँगै बाँच्छु म सधैँ। तिमी नै सुरुवात, तिमी नै अन्त्य, तिमी नै मेरो संसार, तिमी नै मेरो सन्त्य। सपना बनेर आउँछौ आँखा बन्द गर्दा। सो गाइज मैले चाहिँ उडाएर 400-500 मिटर टाढा है ड्रोन चाहिँ यहाँनिर आइसकेको छ। सो म अब त्यसलाई चाहिँ डाउन गर्दैछु। ल ड्रोन आइसक्यो। यता मलाई पनि देखाइरहेको छ यता। सो म त्यसलाई यतातिर ल्याउँछु है त।
ल ल्यान्ड गर्दैछु है म ए ल सक्छ ल्यान्डिङ भयो गाइज सो भिडियो चाहिँ कस्तो छ लाइक कमेन्ट गर्न चाहिँ नछुटाउनु होला